के ठाने आछ मलाई केपी ओलीले मानजन युद्धको नेतृत्व गरे आउँ भनेर। मैले हाम्रो घरको एउटा तिल्के भन्ने गोरु थियो त्यो सम्झेँ। देख तो कैसे शर्मा रहा है। 89 सीटको कांग्रेस र 79 सीटको एमालेलाई माओवादीले 32 सीटको माओवादीले फन फन घुमाइरहेछ। कस्तो लागिरहेछ देख्छु? मजाक लागेछ। अच्छा बेटे टिकटॉक ये हो। मान्छेको जिन्दगीको कहिल्यै ठेगान हुँदैन। पुग्लुक मरे भने अनि भ्रष्टाचार मैले नेपालमा गर्ने, नेपाली जनताको पैसा लुट्ने, कम्बोडियामा लगेर अर्कालाई खुवाउने, त्यो खालको मूर्खता मैले गर्छु। के भनेर कता फर्काउने? केपी ओली भन्ने नेताले 30 गतेको चुनाव पछि जनताले तपाईलाई जवाफ दिन्छन्। हुइज केपी ओली, हुइज एमाले। उदाहरणमा पत्याउँदिन, हात छ। नगद के रहेछ भने त द्वितीय अध्यक्ष। सिर्जना शक्ति बिर्सिया अलिकति। सिर्जना शक्ति हुँदैन, कहिले पनि हुँदैन विफल। ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल। त्यो केपी ओलीको पालै म देशैको अनुहारमा मुस्कान ल्याउन चाहन्छु। ट्यारीमा फटा जा, तेरो काम छैन आज यो। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। नै मिस गरेका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भने आफूले जान पेनाल्टीमा गोल नगरेको प्रतिक्रिया पनि दिन भए। अब गोल गरौँ नै भने त हामी पनि गर्थ्यौँ होला। देख्नु पनि लास्टमा मैले पेनल्टी हान्दाखेरि पनि कति नरम हानेर। यसले धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर मलाई बौला कुकुरले टोकेको छ र। फिल्म इज एमङ द बेस्ट एन्ड निशान खड्का इज बेस्ट प्लेयर। बेस्ट छोयो फिल्मले, कतिको छोयो फिल्मले? राम्रो, एकदमै राम्रो। अनि अनमोल केसी कस्तो लाग्यो तपाईँलाई? अनमोल केसी त चिनेको छैन, मैले निशान खड्का मात्रै देखेँ। I just wanna fuck bad bitches all the nights. Yeah.